हेलो एभ्रिवान, सो वेलकम टु एनदर ब्लग। हामी चाहिँ अब मैले चाहिँ कहाँ छु के छु जस्तो भइरहेको होला, किनभने अहिले म गाडीमा छु। हामी चाहिँ एकैछिन बाहिर जान लाग्यो आज, धेरै पछि उसको र मेरो सँगै छुट्टी पनि थियो। सो अब ब्रन्च जस्तै जाम भनेर दुईजना हामी निस्केका छौँ। अनि यहाँ सानो काम भएको भएर यहाँ सर्भिस तास्मिनेमा नि आएर काम सकायौँ हाम्रो। अब एकछिन त्यहाँ ब्रन्च गएर केही खाएर त्यसपछि कता कता जान्छ। ऊ पनि यहाँ यता छ ड्राइभिङ सिटमा रेडी छ ड्राइभको लागि। ठाउँ खोजिरहेको जानको लागि मार्गेट ट्रेन। कहाँ अरे मार्गेट ट्रेन जाने कि कहाँ? आई थिङ्क त्यहाँ मिठो एक्चुली चाहिँ गइसकेँ म, गइसकेँ जस्तो लाग्यो पहिला पनि गइसक्यो त्यही प्यानकेकवाला। सो अब त्यही कि त्यहाँ कि नभए अर्को धेरै टाढा चाहिँ आज नजाने भनेर हो, किनभने फेरि यताउता गयो एकैछिन दिन गइहाल्छ। अनि अलिकति रेस्ट पनि गरौँ आज उठ्दाखेरि नै ढिलो भइसकेको थियो। हामी डे अफ मजाले मनायो। सो त्यस्तै छ। अब हेरौँ फर्दरमा के हुन्छ अनि कहाँ जान्छौँ म अपडेट गर्दै गरौँला। सी यू इन अ व्हाइल। फाइनल्ली हामी चाहिँ यता हाम्रो डेस्टिनेसनमा पुग्यौँ। अब हामी यहाँ मार्गेट ट्रेन हो यो ठाउँको नाम चाहिँ। अनि यहाँ अब हामी हल्का ब्रन्च गरेर अनि निस्किने हो। म ठाउँ चाहिँ देखाउँछु है त कस्तो छ भनेर। सो यो चाहिँ पुरानो मार्गेट ट्रेन होला यहाँको। अनि यहाँ चाहिँ यिनीहरूले यो ट्रेनभित्र चाहिँ रेस्टुरेन्ट टाइपको अब यो ब्रेकफास्टहरूको लागि ब्रन्चको लागि त्यसको लागि चाहिँ यहाँनिर बनाएर राखेको छ। सो म देखाउँछु भित्र कस्तो कस्तो हुन्छ यहाँनिर भनेर। सो ऊ चाहिँ यहाँ कुरिरहेको छ। त्यही भन्नु त त्यही हो। अब हामी चाहिँ यहाँ जाँदैछ। यस्तो यस्तो छ यहाँनिर के छ म देखाउँछु है त यता। यो चाहिँ के हो यो क्वालिटी इङ्ग्लिस स्विट्स। हाम्रो धेरैचोटि आइसकेको ठाउँ हो। अनि हाम्रो घरबाट चाहिँ यो नजिक छ 5 मिनट्सको ड्राइभ, 5-10 मिनट्सको ड्राइभ हो। त्यही भएर हामी बेला बेलामा आइरहेको हुन्छौँ यहाँ। अनि यहाँ सबै कुराहरू पाउँछ। यस्तो क्वाइट छ तर रमाइलो छ ठाउँ। ट्रेनलाई बनाइरहेको कस्तो क्रिएटिभ आइडिया। अब हामी जान लागेको ठाउँ चाहिँ यो द प्यानकेक ट्रेन भन्ने हो। देख्न त देखाएको छ कि म देखाइहाल्छु। सो यहाँनिर जान लागेको। यहाँ चाहिँ अब हामी पहिला ठाउँको लागि कुरा गर्नुपर्छ। सो लेट्स गो इनसाइड है त। म के भन्छ थ्याङ्क यू। सो हामीले चाहिँ यहाँ टेबल पाइसक्यौँ। सो हामी चाहिँ भर्खर मेनु पायौँ किनभने 31 बज्यो। त्यही भएर हामी ब्रेकफास्टको स्किप गरेर लन्च मेनु म यहाँ मेनु देखाउँछु यसलाई कस्तो छ यहाँको मेनु। अब यो चाहिँ लन्च अब किनभने यो हाम्रो ब्रेकफास्ट गइसक्यो नि त। सो अब हामी चाहिँ लन्चको लागि आएको।
ब्रन्च भनौँ न लन्च त बेला पनि भएको छैन तर ब्रन्चै जस्तो भयो अब यहाँ के पाउँछ यहाँ एक बेनेडीहरू पाउँछ जुन चाहिँ त्यहाँ म चाहिँ यहाँ हेर्दैछु के छ भनेर यहाँ चाहिँ प्यानकेक एकदम पपुलर हो यहाँको सो हामी प्रोभाबली त्यो पनि खान्छौँ होला लेट्स सी Mr. Blue Dinosaur. Hello. सो हाम्रो फाइनल्ली ब्रन्च चाहिँ सक्यो हामी भर्खर निस्क्यौँ प्यानकेक ट्रेन त्यो रेस्टुरेन्टबाट रेस्टुरेन्ट भन्ने के भन्ने होला अब ट्रेनभित्रको एउटा सानो क्याफे जस्तो त्यसलाई क्याफे भनिन्छ नट रेस्टुरेन्ट क्याफे तर एकदमै भाइले एकदम रमाइलो है त्यहाँको के अरे लाइक ओनर एकदमै फ्रेन्डली अनि एकदम ह्युमर भएको मान्छे सो यो फुड पनि मिठो थियो त्यहाँको एम्बियन्स पनि राम्रो थियो त्यही हो आज चाहिँ हामीले यहाँ नर्मली चाहिँ हाम्रो जहिले पनि बाहिर कुर्नुपर्छ किन एकदम बिजी हुन्थ्यो आज फर्स्ट टाइम हामी जाने बित्तिकै टेबल पाइहाल्यो सो मिठो भयो टमी फुल अनि टमी फुल भएपछि डेफिनेटली मान्छे पनि ह्याप्पी हुँदै हाल्यो सो त्यही हो अब चाहिँ हामी अब कता जान्छौँ प्रोभाबली घर जान्छौँ कि यताउता कतै गयो भने देखाउँछु सो यस्तै छ यताको हल्का म भ्यूहरू देखाउँछु सो यस्तो छ अहिले यहाँनिर आज अलिकति यहाँ घाम पनि लागेको छैन चिसो चिसो छ तर चिसो भयो पनि त्यस्तो जाडो चाहिँ छैन आज अलिअलि नत्र नर्मल्ली त दार्जिलिङमा एकदमै जाडो भइरहेको छ अर्को के सिजन हुन्छ भने यतातिर सबै ल्याभेन्डर हुन्छ क्या यो पुरै एरिया पर्पल हुन्छ यो एरिया स्पेसली यो हरियो देखिरहेको छ नि अहिले यो पार्ट चाहिँ पुरै ल्याभेन्डर हुन्छ अनि राम्रो देख्छ तर अहिले चाहिँ छैन यही हो मार्गरेट ट्रेनको इट ड्रिङ्क सपवे त्यही हो सो अब हामी निस्किन लाग्यो सी इज ड्राइभिङ हुनेछ This is how she drive.